हे भगवान् के विपद आइलाग्यो। यत्रो वर्ष कमाएको सम्पत्ति क्षणभरमै मेरो खरानी भयो। हे भगवान्। होइन दाइ, तपाईँ एक्लै के बर बनाइरहनु भएको छ? हेर्नुहोस् न भाइ, म त विपदमा परेँ। मलाई साह्रै गाह्रो भयो। मेरो यत्रो वर्ष लगाएर कमाएको सम्पत्ति क्षणभरमै खरानी भयो मेरो भाइ। मैले कसरी सनी, मैले कसरी क्षतिपूर्ति गर्ने? नमस्कार सरहरू। नमस्कार सर, बसौँ न। ए भइहाल्छ नि सर। के को बर्बाद भयो भन्दै भलाकुसारी गरेको सुने मैले। ओ सर, उहाँ त बर्बादै हुनुभएछ नि। दशा बाजा बजाएर आउँदैन भन्थे, हो रहेछ। हो नि सर। अहिले भर्खरैको विपत्तिले उहाँ त घरबार विहीन हुनुभएछ। ओहो, तपाईँले त बर्बादै भएछ। अब तपाईँ पछुताउनदेखि बाहेक केही रहेन। बेलामा तपाईँले सोच्नु भएन, बुद्धि पुऱ्याउनु भएन सर। हजुर सर, मेरो बेलामा बुद्धि पुगेन सर। हजुर सर, म बर्बाद भएँ। मैले पनि भर्खरै घर बनाएको थिएँ। अब यो आर्थिक क्षतिबाट बच्न चाहिँ के गर्नु पर्ला त? ए सर, तपाईँलाई थाहा छैन, ब्याङ्कबाट लोन नलिएकाले पनि घर बिमा गर्न मिल्छ नि। अनि मिल्छ त सर? यो कहाँ जाने, कति लाग्छ? मिल्छ नि सर। रु 1 करोड बराबरको बिमा शुल्क करिब 5,000 जति पर्छ घर बिमा लेख अन्तर्गत। ए आजै आउनुहोस् सर, ढिला नगर्नुहोस् बिमा गर्न। युनाइटेड अजोड इन्सुरेन्समा आउनुहोस्। ए हुन्छ नि त सर, म बिमा आजै गर्छु। अब आइहाल्नुहोस् है, ढिला नगर्नुहोस्। आजै गर्नुहोस् सर, म जस्तो बर्बाद नहुनुहोस्। लिनुहोस् सर तपाईँको घरको बिमाले। मैले त आफ्नो घरको बिमा गरेँ, अनि तपाईँहरू? के तपाईँ आफ्नो सम्पत्तिको बिमा गर्नलाई छुट्नु त भएको छैन? हामीले आफ्नै आँखा अगाडि के देख्यौँ, के भोग्यौँ? यसको सबैको समाधान गर्न आउनुहोस् हाम्रो युनाइटेड अजोड इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।